नमस्कार। आज म यहाँहरू सामु यस नेपाल डन बस्को स्कुलमा पढ्ने यहाँका छोराछोरीको शुल्क के कति बाँकी भयो, सोको जानकारी कसरी पाउने र सो बाँकी शुल्क सरल तरिकाले कसरी तिर्ने भन्नेबारे एउटा सरल भिडियो लिएर आएको छु। विद्यालयले हरेक महिनाको शुल्क फीको बिल विद्यालयको एप मार्फत पठाएको हुन्छ। यहाँले सो जानकारी पाउनको लागि नेपाल डन बस्को स्कुल एप खोल्नुपर्ने हुन्छ। स्कुल एपमा थिच्नुहोस्। तपाईले यहाँले स्क्रिनमा यस्तो पाउनुहुनेछ। तल होम, नोटिफिकेसन, क्यालेन्डर र मेनु हुन्छ। यहाँले मेनुमा क्लिक गर्नुपर्ने हुन्छ। मेनुमा क्लिक गरिसकेपछि अकाउन्टमा सबसे माथि अकाउन्ट छ, अकाउन्टमा क्लिक गर्नुहोस्। अकाउन्टमा क्लिक गरेपछि यहाँले अहिलेसम्मको बाँकी शुल्क देख्न सक्नुहुन्छ। के शुल्क हो, वैशाखको के शुल्क हो भन्ने थाहा पाउनको लागि वैशाख शब्दमा क्लिक गर्नुहोस्। त्यसपछि महिना फी कति अनि अरु के को हो भन्ने यहाँ देखिन्छ। अनि त्यस्तै जेठमा पनि त्यस्तै क्लिक गरेर थाहा पाउन सक्नुहुन्छ टोटल फी यति भनेर। यदि हजुरको डन बस्कोमा एकभन्दा बढी नानी अध्ययनरत हुनुहुन्छ भने यहाँले यो एड न्यू गरेर यहाँ विद्यार्थी एड पनि गर्न सक्नुहुन्छ र अर्को विद्यार्थीको के कति छ बुझ्नको लागि अर्को विद्यार्थीको अकाउन्टमा जानुभयो भने त्यहाँ देखिन्छ। यस्तै यहाँ अब यो नानीको फी पेड भइसकेको छ भने 0 आउँछ। यदि हजुरले असार साउनसम्मको तिर्नु भएको छ भने यहाँ एडभान्स अमाउन्ट पनि देख्न सक्नुहुनेछ। यस्तै अब यहाँ जुन यो मैले उदाहरणको लागि देखाउनको लागि र्यान्डमली लिएको नामहरू हो। यसरी यो देखिएको अमाउन्ट ड्यू फी अब यो यहाँ तल यहाँले देख्नुभयो तल पे भन्ने यो ग्रीन सर्कलमा पे भन्ने अप्सन पनि छ। यो पेमा क्लिक गर्नुभयो भने यहाँ अहिलेसम्मको टोटल फी आउँछ। यो मैले फर एक्जाम्पलको लागि लिएको नाम हो है। यहाँनिर रिमार्कमा फी भनेर लेखेर ओके गर्नुभयो भने यहाँबाट कन्टिन्यू गरेर खल्ती एप छ भने यहाँबाट नै तिर्न सक्नुहुन्छ। यसको लागि यहाँको मोबाइलमा अलरेडी खल्ती एप हुनुपर्छ र खल्ती एपमा पैसा हुनुपर्छ। नभए चाहिँ यो ड्यू अमाउन्ट थाहा पाउने तरिका मात्रै भयो। तिर्नको लागि यहाँबाट बाहिर गएर यहाँले चाहिँ अर्को हाम्रो ई सेवा छ, खल्ती छ। खल्ती वा ई सेवाबाट पनि तिर्न सक्नुहुनेछ। ई सेवाबाट कसरी तिर्ने म सरल भिडियो देखाउँदैछु। ई सेवा खोलिसकेपछि सबसे माथि यहाँनिर यो सर्च बटन छ। सर्च बटन सबसे माथि आई ग्लास भएको यो सर्च बटन छ। यसमा क्लिक गर्नुभयो भने यहाँनिर सर्च एनिथिङ भन्ने आउँछ। यहाँनिर नेपाल स्पेस राखेर डन स्पेस राखेर बस्को यति लेख्न साथ यहाँ नेपाल डन स्कुल ललितपुर भन्ने आउँछ। सेलेक्ट गर्नुहोला। यति सेलेक्ट गरेपछि यहाँनिर आफ्नो नानीको नाम, क्लास र सेक्सन अनि कुन महिनाको लागि तिर्ने, जेठ महिनासम्मको तिर्ने कि कुन महिनासम्म तिर्ने अनि अघि हेर्नु भएको अमाउन्ट के कति हो अब ड्यू अमाउन्ट हेरेर त्यो अनुसार यहाँनिर राखेर एडिसनल जानकारीमा स्कुल फी भनेर राख्न सक्नुहुन्छ। अनि यहाँबाट प्रोसिड गर्नुभयो भने सो फी हाम्रो स्कुलको सिस्टममा आउनेछ। यो फी पेमेन्ट गरिसकेपछि फेरि हजुरले नेपाल डन स्कुल एपमा जानुभयो भने अझै ड्यू अमाउन्ट सेम नै बाँकी रहन्छ। यसको लागि यहाँहरूले चाहिँ धैर्य गर्नुपर्ने हुन्छ। हाम्रो सिस्टममा आएपछि हामीले सिस्टममा अपडेट गर्नुपर्ने हुन्छ। हाम्रो सिस्टममा आइसकेपछि अपडेट भइसकेपछि मात्रै हुने भएकोले 2-4 दिन यो अपडेट हुन टाइम लाग्न सक्नेछ।
सोको लागि धैर्य गर्नुपर्ने हुनसक्छ।